किन भन्दा हाम्रो दिल मनमुटुमा चाहिँ सजिएको माझा र टोलबाट एउटा सिन्जाली युवा क्लब गठन गरेर र यहाँहरूको सक्रियतामा विजयादशमी हर्ष र उल्लासको वातावरणमा जुन खेल आयोजना गरेर सम्पन्न गर्नुभयो त्यसको निम्ति समग्र युवा क्लबका साथीहरू, समग्र सिन्जाली परिवार र त्यसमा हातेमालो सहयोग गर्ने सम्पूर्णलाई म हार्दिक चाहिँ धन्यवाद र बधाई दिन चाहन्छु। सिन्जाली चाहिँ हाम्रो मानपा 10 भकुण्डेमा गौरवशाली वंश हो। हामी अलिक तल्लो भेगको मान्छेहरू हौँ। दहमा चाहिँ खेतको फाँट छ। खेतको फाँट कसको भन्दा सिन्जालीको फाँट भनेर भनिन्छ। भले अहिले कालक्रमले गर्दाखेरि खेत कमाउन गाह्रो भएर चाहिँ कतिले बेच्नुभयो होला, कतिले इष्टमित्रलाई दिनु होला, कहीँ कतै साट्नु होला। त्यही पनि सिन्जाली भनेर गौरव गर्ने नाम चाहिँ सिन्जालीको फाँट पनि हो। त मगरहरूमा सङ्ख्यामा ठुलो चाहिँ सिन्जाली हो र सिन्जालीसँगै जोडिएको म पनि सिन्जालीको दूत मध्येको चाहिँ हो छोरा हो। त्यो अर्थमा म पनि सिन्जालीसँग जोडिएको छु। त सिन्जाली युवा क्लबले खेल खेलाइरहँदा हाम्रो मानपा 10 भकुण्डेको इतिहासमा कहिले चाहिँ निफन्डीले खेलायो, कहिले अर्बाउनीले खेलायो, कहिले चाहिँ सरबुजाहरूले दोठेहालमा खेलायो, कहिले दहले ताहालमा खेलायो, कहिले चाहिँ हाम्रो पूर्ण थापा भीमबारजी खेलमा जित्नुभयो, चुचेडरमा खेलाउनु भयो। त्यस्तै खेलाउने क्रममा सिन्जाली युवा क्लबले माझामा खेलाएर एउटा इतिहास कायम गर्नुभएको छ। त्यसको निम्ति म सिन्जाली युवा क्लबलाई आगामी दिनहरूमा पनि निरन्तर रूपमा चाहिँ खेलाउन सक्नुहुनेछ र सबैको साथ सहयोग हुनेछ भन्ने कुरामा पनि म चाहिँ यहाँहरूलाई अनुरोध गर्दछु र मेरो आफ्नो तर्फबाट जे जति पदमा हुन्छु मेरो पदीय हिसाबले वडा कार्यालयको तर्फबाट पनि सहयोग र साथ रहने कुरामा पनि यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। र जे जसरी हामी